कहिले पनि गुरुहरूले हामीलाई माग्ने बित्तिकै ज्ञान दिनुहुन्न। पहिला ज्ञान ग्रहण गर्नको लागि ज्ञान प्राप्त गर्न सक्ने योग्यता हुनुपर्छ। जबसम्म हामीमा योग्यता हुँदैन तबसम्म गुरुले दिएको ज्ञान त्यो केही पनि काम लाग्ने हुँदैन। एउटा प्रसङ्ग मैले हजुरहरूलाई श्रवण गराएँ। बुद्ध भगवानको विषयमा हामीले सुनेका छौँ। एकपटक जब बुद्ध भगवान भिक्षाटनको लागि जाँदै हुनुहुन्थ्यो, भिक्षाटन गर्दै गर्दै जाँदाखेरि एउटा सेठकोमा पुग्नु भएछ। ती सेठले सुनेका थिए बुद्ध भन्ने यस्ता परम तपस्वी छन् जसले ज्ञान दिए भने सबै प्रकारका दुःखहरू नाश हुन्छ, सबै प्रकारका कष्टहरू नाश हुन्छ। त्यो व्यक्तिले सुनेको रहेछ। भिक्षाटन गर्दै गर्दै जाने क्रममा जब बुद्ध उहाँको घरमा पुग्नुभयो, बुद्धलाई ती व्यक्तिले भनेछन्, गुरुवर मैले हजुरको विषयमा सुनेको छु, हजुरले सुन्दर प्रकारको बुद्धत्व